आइफेल टावरको साइज सानो ठुलो किन हुने गर्छ त? र अमेरिकाको स्ट्याचु अफ लिबर्टी ग्रीन कलरको नभए तापनि त्यो किन ग्रीन कलरको देखिने गर्छ त? आउनुहोस् जानौँ यस्तै टप 3 फ्याक्ट्स एबाउट फेमस स्ट्रक्चर। नम्बर 1, पिरामिड अफ गिजा 3800 सालसम्म मानिसले बनाएको सबैभन्दा लामो स्ट्रक्चर थियो, तर समय सँगसँगै यसको हाइट 27 फिट कम भएर अहिले 454 फिट मात्र रहेको छ। नम्बर 2, स्ट्याचु अफ लिबर्टी को कलर खासमा कप्पर कलरको रहेको छ, किनकि यसलाई कप्परले नै बनाएको हो। तर बनाएको केही सालपछि यसको कलर ग्रीन हुन थाल्यो, किनकि जब हावा र पानी कप्परसँग रियाक्ट गर्छन् तब कप्परमाथि एउटा ग्रीन कलरको कार्बोनेट लेयर चढ्ने गर्छ र यही कार्बोनेटको लेयरले गर्दा स्ट्याचु अफ लिबर्टी अहिले ग्रीन कलरको देखिने गर्छ। नम्बर 1, आइफेल टावरको साइज तलमाथि यो कारणले पनि हुने गर्छ किनकि यसलाई फलामले बनाइएको हो र जब गर्मीको सिजनमा टेम्परेचर बढ्छ तब थर्मल एक्सपान्सन हुन्छ, जसले गर्दा गर्मीमा यो केही सेन्टिमिटर लामो हुन्छ र चिसोमा फेरि यो आफ्नो नर्मल साइजमा आउने गर्छ। भिडियो इन्फर्मेटिभ लागेमा एउटा लाइक र अझै यस्तो फ्याक्टको लागि फ्याक्ट्स माइन एमपीलाई सब्स्क्राइब।